हेलो नमस्ते सम्पूर्ण साथीहरूलाई यस गाउँलेटा युट्युब च्यानलमा यहाँहरूलाई स्वागत गर्दछु। च्यानलमा पहिलो हुनुहुन्छ भने सर्वप्रथम त साथीहरू तपाईँहरू आफ्नो गाडी स्टार्ट गर्नु अघि आफ्नो गाडीको इन्जिन ओइल, पानी, रेडिएटर अथवा आफ्नो इन्जिनको फ्युल, पेट्रोल, डिजेल राम्रोसँग चेकअप, टायर पनि चेकअप गर्न नबिर्सिनुहोला साथीहरू। र सवारी साधन स्टार्ट गर्नु अगाडि आफ्नो सिसाहरू, ग्लासहरू, सिटहरू राम्रोसँग एडजस्ट गर्नुहोला र सिट बेल्ट सदैव प्रयोग गर्नुहोला। यदि हजुरहरू सिट बेल्ट प्रयोग गर्नु भएन भने यहाँ क्यामेराहरू जडान गरिएको हुन्छ साथीहरू। उक्त क्यामेराले हजुरको तस्बिर खिची ट्राफिक कार्यालयमा सेन्ड गरी तपाईँहरूलाई ठुलो जरिवानामा पनि पार्न सक्दछ साथीहरू। हेर्नुहोस् त साथीहरू, क्रमशः लेफ्ट साइडदेखि लिएर तपाईँ राइट साइडमा जाँदा विभिन्न ट्र्याकहरू देख्न सक्नुहुन्छ। जसरी यो लेफ्ट साइडको यो फर्स्ट ट्र्याक, यदि रोडको सडकको गति 120 छ भने यो ट्र्याकमा तपाईँले 120मा नै सवारी चलाएको हुनुपर्दछ साथीहरू। हजुरको पछाडि कोही व्यक्ति छ र हजुरले उहाँलाई डिस्टर्ब गरिरहनु भएको छ र उहाँलाई साइड दिनु भएन भने त्यो व्यक्तिले तपाईँको भिडियो खिचेर तपाईँलाई तस्बिर खिचेर एमओआई यहाँको ट्राफिकमा पठाइदियो भने तपाईँहरूलाई त्यो पनि फाइन लाग्दछ साथीहरू है। यो कुरालाई सदैव विचार गर्नुहोला। आफ्नो सवारीको गति, आफ्नो क्षमता अनुसार तपाईँले हरेक ट्र्याकमा गाडी कुदाउन सक्नुहुन्छ। र अति नै महत्त्वपूर्ण कुरा के भने साथीहरू, हजुरहरू सवारी चलाउँदै रहँदा हजुरहरूले मोबाइल फोन युज गर्नुभयो भने त्यो पनि तपाईँहरू फाइन लाग्ने गर्दछ है त साथीहरू। यहाँ क्यामेराले तपाईँहरूले फोन युज गरिराख्नु भएको छ भने क्यामेराले तपाईँको तस्बिर खिचेर ट्राफिक कार्यालयमा पठायो भने त्यसमा पनि तपाईँलाई हेभी फाइन लाग्ने गर्दछ। यदि फोन गर्नु पर्यो भने तपाईँहरूले हेडसेट अथवा ब्लुटुथहरू, स्पिकरहरू लगाएर तपाईँहरूले कल गर्न सक्नुहुन्छ है त साथीहरू। यहाँको बाटो सफा सुग्घर हुने हुँदा तपाईँहरूले बाटोमा थुक्न, फोहोर फाल्न निकै सख्त मनाइ छ। बाँकी कुरा तपाईँ आफै बुझ्नु। बिस्तारै तपाईँहरूलाई बानी पर्दै जानेछ साथीहरू र सबै कुरा आफै बुझ्नुहुनेछ। विशेष ध्यान दिनुपर्ने कुराहरू त्यही नै हो साथीहरू। आफ्नो सुरक्षा र अरूको सुरक्षा तपाईँले सदैव ख्याल गर्नुहोला। तपाईँहरूले काम गर्न अगाडि तपाईँहरूलाई कसैले कुरिरहेको छ भन्ने कुरा तपाईँले ध्यानमा राख्नुहोला है त साथीहरू। सानो आफ्नो त्रुटिले पनि आफ्नो लगायत अन्य व्यक्तिहरूको ठुलो धनको क्षति हुने हुँदा सदैव आफ्नो काममा सधैँ फोकस रहनुहोला। आजलाई यो भिडियो यति नै साथीहरू।